आजको यस भिडियोमा बताउन गइरहेछु तपाईको राष्ट्रिय परिचय पत्र बनेको छ कि छैन नागरिकताबाट कसरी हेर्ने। तपाई आफ्नो राष्ट्रिय परिचय पत्र हेर्न चाहनुहुन्छ बनेको छ कि छैन भने धेरै सजिलो तरिका आजको यस भिडियोमा म बताउन गइरहेछु। त्यसको लागि तपाईको हातमा नागरिकता हुनुपर्छ या फोटोकपी भए पनि पुग्छ। हेर्नको लागि सबभन्दा पहिला यहाँ तपाई आफ्नो मोबाइलको क्रोमलाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ सर्च गर्नु होला एनआईएन सर्च गर्नु होला। यहाँ पहिला अप्सन आएछ फाइन्ड योर नेशनल आईडी नम्बर, यहाँ टाइप गर्नु होला। टाइप गरेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ लेखेको छ फुल नेम नेपाली। तपाईको जे नाम छ त्यो नेपालीमा फुल नेम राख्नु होला। म आफ्नो नाम राख्दैछु अनि त्यसपछि यहाँ लेखेको छ फुल नेम अंग्रेजीमा। यहाँ तपाई आफ्नो अंग्रेजीमा नाम राख्नु होला। त्यसपछि यहाँ लेखेको डेट अफ बर्थ, तपाईको जुन जन्ममिति छ त्यो जन्ममिति यहाँ राख्नु होला। यहाँ तपाई टाइप गरेपछि यहाँ डबल अंक आउँछ। यहाँ एउटालाई काटेर तब राख्नु होला। त्यसपछि यहाँ लेखेको छ सिटिजनशिप इस्यु डेट, तपाईको नागरिकता कहिले बनेको छ पछाडि दिएको हुन्छ जारी मिति, त्यो जारी मिति यहाँ लेख्नु होला। म आफ्नो जारी मिति यहाँ लेख्दैछु। तपाई यहाँ जे लेखेको सर्चको अप्सन दिएको छ सर्च गर्नु होला। सर्च गरेपछि तपाईको राष्ट्रिय परिचय पत्र बनेको हुन्छ भने आफै आइहाल्छ, बनेको हुँदैन भने यहाँ नट फाउन्ड भनेर आउँछ। यहाँ म सर्च गरेछु, मेरो चाहिँ राष्ट्रिय परिचय पत्र पहिलादेखि नै बनेको छ। तपाईलाई हेर्नको लागि मात्र यो भिडियो बनाउँदैछु। हेर्नु होला, मेरो चाहिँ राष्ट्रिय परिचय पत्र आइसकेछ। यसै नै तपाई धेरै सजिलोसँग तपाईको राष्ट्रिय परिचय पत्र बनेको छ कि छैन भने हेर्न सक्नुहुन्छ। थ्यांक यू।